सम्पूर्णमा राधे राधे। म ज्योतिषाचार्य जनार्दन कणेल मिति 2082 साल पुस 7 गते सोमबारको राशिफल लिएर आएका छौँ। सर्वप्रथम मेष राशि। मेष राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसै गरी वृष राशिको कुरा गर्नेछौँ। वृष राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी मिथुन राशिको कुरा गर्नेछौँ। मिथुन राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसै गरी कर्कट राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी सिंह राशिको लागि आजको दिन खासै राम्रो समय छैन। कन्या राशिको लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी तुला राशिको कुरा गर्नेछौँ। तुला राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। वृश्चिक राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी धनु राशिको लागि आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसै गरी मकर राशिको लागि कुरा गर्नेछौँ। मकर राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। कुम्भ राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। मीन राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। आजको राशिफल हजुरहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र विशेष गरी मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब अवश्यमेव गरेर लाइक कमेन्ट पनि गरिदिनुहोला। हस्त नमस्कार। नारायण हरि शरणम।